भ्रष्टाचार यो शब्द नेपाल र नेपालीको लागि ठुलो अभिशाप बनेको छ। प्रत्येक वर्ष भ्रष्टाचारका काण्डहरू बढ्दै गएका छन् र नेपालमा भ्रष्टाचार सामान्य जस्तै भइसकेको छ। तर यसको प्रभाव अत्यन्त गहिरो र दीर्घकालीन हुन्छ। सरकारदेखि प्रशंसासम्म, योजनादेखि सवारी अनुमति पत्रसम्म सबै क्षेत्रमा भ्रष्टाचारको जालो फैलिएको छ। ट्रान्सपेरेन्सी इन्टरनेसनलले प्रकाशित गरेको सन् 2024 को प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचार सूचाङ्कमा 180 देशमध्ये 108औं स्थानमा परेको छ, जुन निकै कमजोर स्थिति हो। आर्थिक वर्ष 2080-81 मा मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 3650 उजुरीहरू परेका थिए। तीमध्ये 370 उजुरीमा अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो, तर तीमध्ये धेरैजसो सामान्य तहका कर्मचारीहरू छन्। उच्च तहका नेताहरू भने राजनीतिक दबाव वा सम्बन्धका आधारमा जोगिनु प्रवृत्ति देखिन्छ। भ्रष्टाचार गर्नु केवल पैसा कमाउने तरिका होइन, यो आफ्नो र आफ्नो परिवारको भविष्य अन्धकारतर्फ धकेल्ने काम हो। यस्तो अवैध कमाइले मानिसलाई सधैँ त्रासमा बाँच्न बाध्य बनाउँछ। कति बेला अख्तियारले समाउने हो, कति बेला सञ्चार माध्यमले पर्दाफास गर्ने हो भन्ने डर हुन्छ। धेरैजस्तो भ्रष्ट व्यक्तिले कालोधन व्यवस्थापन गर्न नसक्दा पारिवारिक तनावमा पर्नुपर्ने अवस्था आउँछ। अवैध सम्पत्तिको कारण सन्तानले पनि समाजमा हेपिने र अपमान भोग्नुपर्ने अवस्था आउने गर्दछ। हाम्रो धर्म संस्कृतिले भन्छ, जुनसुकै कर्म गरिन्छ त्यसको फल अवश्य पाइन्छ। भ्रष्टाचारको दागले केवल एक पुस्तालाई होइन, आउने धेरै पुस्तालाई असर पार्दछ। जब कुनै व्यक्तिको भ्रष्टाचार सार्वजनिक हुन्छ, उसको सामाजिक प्रतिष्ठा खल्बलिन्छ। छरछिमेक, आफन्त र बच्चाहरूको नजरमा उसको मान घट्छ। अझ तल्लो तहका काम गर्ने कर्मचारीहरू भविष्यमा सजिलै कारबाहीमा पर्ने जोखिममा हुन्छन्। ती ठुला नेता र उच्च पदस्थ कर्मचारीहरू राजनीतिक संरक्षणका कारण सजिलै उम्किन्छन्। उदाहरणका लागि आर्थिक वर्ष 80-81 मा अख्तियारले कारबाही अघि बढाएका मुद्दाहरूमा अधिकांश केस इन्जिनियर, लेखापाल र नायब सुब्बा जस्ता पदमा रहेका व्यक्तिहरूको विरुद्ध थियो। त्यसैले भ्रष्टाचार नगर्नुका धेरै गहिरा कारणहरू छन्। डर रहित जीवन, पारिवारिक सन्तुलन, सामाजिक सम्मान र भावी पुस्ताको राम्रो भविष्य। भ्रष्टाचारबाट आएको पैसाले केही समयको सुख सुविधा त मिल्न सक्छ, तर त्यो पैसाले आत्मिक शान्तिले दिँदैन। यदि तपाईँको देश, समाज र आफ्नो परिवारप्रति साँचो जिम्मेवार हुनुहुन्छ भने भ्रष्टाचार कहिल्यै नगर्नुहोस्। समाज बदल्ने सुरुवात आफैबाट गर्नुपर्छ। यदि यो भिडियो तपाईँलाई राम्रो लाग्यो भने कृपया लाइक, सब्सक्राइब र कमेन्ट गर्नुहोला। हामी यस्तै भिडियोका साथ तपाईँमाझ उपस्थित हुनेछौँ। हस्त नमस्कार।